रहेका छन्। र अहिलेको अवस्था कस्तो छ भनेको मैले त्यति अब पञ्चायत कालमा म थिइनँ, अब सानै थिएँ। मलाई लाग्छ त व्यवस्था चाहिँ कठोर त्यति बेला थियो, जति बेला पनि मृत्युदण्ड हुन सक्थ्यो। सेन्सरसिप पनि थियो, पत्रिकामा थियो, लेखनमा थियो, हरेक कुरामा थियो। तर साहित्य धेरै खतरामा परेको, स्वतन्त्रता धेरै खतरामा परेको, बोल्नै नपाउने, बोल्नै नहुने, मनोवैज्ञानिक रूपमा अलि निस्तेज गरेको परिस्थिति पञ्चायत कालमा बन्द भएको छ। त्यति बेला फरक शैली अपनाएर साहित्यकारहरूले आफूलाई चाहे आन्दोलनको नाम लिएर, चाहे प्रयोगवादको नाम लिएर वा तेस्रो आयोगको नाम लिएर, जुन नाम लिएर भए जसरी भए पनि, जुन दर्शन अगाडि लिएर आएर आन्दोलन अगाडि लिएर आएर भए पनि उनीहरूले आन्दोलन गरिरहेकै थिए। यसको चरम अवस्था त हामी के अरे यङ राइटर लेखकहरूको 36 सालकोदेखि लिएर उनीहरूले गरेको बुट पालिसको आन्दोलनदेखि लिएर अम्लेखका लागि गरेको, स्वतन्त्रताका लागि गरेको आन्दोलनदेखि लिएर 23-24 सालदेखि लगातार 25, 26, 28, 30, 35, 36, 42, 46 सालको आन्दोलनसम्म त्यस्ता आन्दोलन अनि लेखनका अभियानहरू भइरहेका थिए। तर अहिले त्यसरी हुनको लागि हामी डराइरहेका छौँ। म पनि डराइरहेको छु। सञ्जीवजीले एउटा कहिले बौद्धिक भनेको को हो, के लेख्नु भएको थियो, मैले अहिले त्यो बुझ्छु। जसले देखेको कुरा अन्याय भएको छ, यहाँ बिग्रिँदैछ, यहाँ खस्दैछ भन्ने कुरा देखेर पनि मुख खोल्दैन भने त्यो बौद्धिक हो कि होइन, त्यो सचेत हो कि होइन, डिग्रीले मात्रै हुन्छ कि केले हुन्छ भन्ने कुरा उठाउनु भएको थियो। र मैले यहाँबाट चितवनको हकमा हेरिरहँदा, देशभित्र पनि हेरिरहँदा केही वकिलहरूले, केही मानवाधिकार कर्मीहरूले निडरताका साथ उहाँहरूले भनिरहेको हुनुभएको छ। अघि कार्यपत्र प्रस्तुताले भने जस्तै देश खतरामा छ है, लोकतन्त्रको खतरा छ, राष्ट्रियताको खतरा छ, विचारको खतरा छ भनेर भनिरहनु भएको छ। तर स्रष्टाहरू त्यति धेरै बोलिरहनु भएको छ। तर मैले यहाँ देखिरहेको छु चितवनमा, तपाईँहरूले पनि देखिरहनु भएको छ। सरिताजी दिनमा एउटा लेख्नुहुन्छ, सञ्जीवजीको त्यो क्राइटेरियाभित्रमा त्यहाँ पर्नु भएको छ। म देखिरहेको छु प्रेम रिमालजी पनि लेख्नुहुन्छ, मैले देखिरहेको छु सञ्जीवजी पनि लेख्नुहुन्छ, अरू पनि फाटफाट लेख्ने हुन्छ। त अब भन्न खोजेको कुरा चाहिँ अब अरू पनि बोल्ने बेला आएछ, हामी पनि बोल्ने बेला आएछ। हामी भनेको जो बोलिरहेका छौँ बोल्ने, त्यो केका लागि बोल्नु, कसका विरुद्धमा होइन, केको स्थापितको लागि, केका लागि बोल्नु पर्यो भने एउटा साहित्यकारका बिच पनि साहित्य कता जाँदैछ भन्ने बारेमा पनि बोल्नुपर्ने आवश्यकता रहेछ। अर्को चाहिँ देश राज्य, यहाँ हामीले निचेका छौँ है भन्दा पनि त्यसमा त केही होला, रहस्य होला भनेर हामीले यदि यही कुरा जो स्थापित इतिहास बोकेका दलहरूले, दलको कुनै व्यक्तिले भनेको भए उसको अवस्था, उसको दलको अवस्था र उसको पोस्टमा गरेका टिप्पणीहरू के हुन्छन् र आज त्यसप्रति हुने टिप्पणीहरू र त्यसप्रति फेसबुकमा आएका टिप्पणीहरू कस्ता छन्, किन यस्तो भइरहेको छ? हो, यी कुराबाट हामी ठिक बाटोमा हिँड्दै छैनौँ, देश ठिक बाटोमा हिँड्दै छैन, त्यस कारणले हामी लेखकहरू बोल्नुपर्छ भनेर यो कार्यपत्रले बोलेको छ भन्ने मलाई लाग्छ। लेखक भनेको पत्रकार जस्ता हुन्। पत्रकार भनेको फेरि गलत अर्थ लाग्ला, यहाँ त नेता भन्दा पनि गलत, उद्योगपति भन्दा पनि गलत, पत्रकार भन्दा पनि भन्ने सचेत प्रतिपक्ष हो। कुन पार्टी के छ, कुन पार्टीको हो, भोट केमा हाल्छ भन्ने लेखकीय धर्मका दृष्टिकोणले हेर्दाखेरि कता गइरहेको छ समाज, साहित्य कता गइरहेको छ, यसमा सचेत गराउने एउटा प्रतिपक्ष भनेको साहित्यकार हो। यो प्रतिपक्षको भूमिका खेल्ने बेला अहिले आएको छ। साहित्यकारहरू फेरि जहिले पनि प्रतिपक्षमा नै रहेका हुन्छन्, विचारका दृष्टिकोणले, समाजलाई हेर्ने दृष्टिकोणले, सजग गराउने दृष्टिकोणले यो कार्यपत्रमा एकदम यी कुराहरूलाई उहाँले समेट्नु भएको छ। आएको कुरालाई म यहाँ जोड्दिनँ। स्रष्टा र राजनीतिको सम्बन्ध हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ मलाई कस्तो पनि लाग्छ भने के अरे कलाको लागि कि कला जीवनको लागि, समाजको लागि भन्ने कहिलेकाहीँ अलि यस्तो हल्का